नमस्कार। सेतो दुबी सुरु हुन लागेको छ अथवा शरीरभरि फैलिएको छ भने घरायसी दबाई प्रयोग गर्नुस्। यो महिना दिन गर्दाखेरि 25% कम हुँदै गएको छ र मैले हजुरहरूलाई कम भएको देखेर नै दबाई लगाउनको लागि जानकारी गराएको हुँ। निम पत्ता घरमा रुख छ त एक पाँजा निम पत्ता ल्याउनुस्, त्यसलाई पिनेर लेपन चटनी जस्तो अथवा मलम जस्तो गराउनुस्। छैन टाढै छ भने खोजेर पनि ल्याउनुस् र हरियै रोनी गरी यसरी सुकाएर राख्नुस्। 1-2 झोला बोरा जति बनाएर राख्दा नि हुन्छ। दोस्रोमा गाईको गौत घरैमा छिन् त गाई, डेलीमा प्रयोग गर्दा भयो। अब घरैमा छैनन् त 1 बोतल लिटर, 1.5 लिटर, 2 लिटर राख्ने गाईको गौत बोतल अथवा राम्रो भाँडामा ग्यासमा जाने तरिकाले ल्याएर राख्नुस्। र लेपन बनेको छ त लेपन मिलाउनुस्, यसमा फिट्नुस्। लेपन सम्भव भएन भने यसलाई धुलो बनाएर यसमा राख्नुस्। कम्तीमा 10-15 मिनट फिटेर हरियो कलर आउन्जेलसम्म फिट्नुस्। र हाम्रो दुबी जहाँ भएको छ, जुन शरीरमा भए पनि शरीर अनुसार चाहिने मात्रा अनुसार प्रयोग गर्नुस्। जति लाउँदैन केही फरक परेन, एलर्जी हुँदैन, बढी भएर केही पनि हुँदैन। शरीरमा पुरा लगाउनुस्। समय छ त 4 घण्टा जति राख्नुस्। अब हामी धेरै ठाउँमा आफ्नो समयअनुसार बिजी हुन्छौँ। बिजी छौँ भने 3 घण्टा कम्तीमा राख्नुस् र सफा गर्नुस्। बिहान लगाउनु भयो, सफा गर्नुस्, बेलुकी त्यसै गर्नु होला। र कम्तीमा 1 महिना गरिसकेपछि 25% कम हुँदै जाँदो रहेछ। ढिलो हुन्छ 100% कम हुन्छ। न खानेकुरामा बेलुकी 4 दाना बदम, 4 छोक्रा सफा गरेर पानीमा भिजाउनुस्। बिहान उठेर तामाको भाँडोमा पानी राख्नु होला। बेलुकी नै तामाको अम्खरा जे छ हाम्रो चिज त्यसमा बेलुकी राख्नु होला। त्यो पानीसँग बिहान त्यो खाली पेट त्यो खानु होला। समय छ, आफ्नो वरिपरि पाइन्छ भने गाजरको जुस पनि खाँदा हुन्छ। अब त्यो आफ्नो ठाउँ समयअनुसार हुन्छ। र यो प्रयोग गर्नुस्। 25% 1 महिनामा कम भयो भनेपछि अब लाग्ला, अझै समय लाग्न सक्छ। 25% 1 महिनामा कम हुँदै गयो, बढेको छैन, घट्दोमा छ भने पैसा नलाग्ने हाम्रो घर वरिपरि पाइने चिज प्रयोग गर्नुस् है त हजुर। नमस्ते।